म त सधैँ भन्छु है, हामी हुने खानेका सन्तान चाहिँ हैनौँ, हुँदा खानेका सन्तान हौँ। एकदम यो निम्न वर्गमा पढ्दै लेख्दै हुर्किँदै अगाडि बढ्दै गर्दा धेरै चुनौतीहरू देख्नुपर्छ, तैपनि एकाध व्यक्तिहरू चाहिँ सफल बन्छन् यो क्रममा। त्यहाँ बाहेक अन्य व्यक्तिहरू जस्तै तपाईँ हेर्नुहोस्, म हेर्छु मेरो घर वरपरको मैसँगैको साथी कमाउने स्रोत भनेकै विदेश भनेको छ नि विदेश अहिले। उनीहरूले विदेश भन्छन्। र अर्को यो मलाई चाहिँ प्रेरणा चाहिँ कहाँबाट मिल्यो भने चाहिँ जस्तै म चाहिँ एकदम ब्याग बोकेर अलि मध्यवर्गकै परिवारको व्यक्ति भए तापनि गाह्रो त हुन्छ नै। म ब्याग बोकेर विद्यालय जाँदै गर्दा मेरो घर छेउको साथी चाहिँ अब ऊ चाहिँ च्यातेको कपडा लगाएर इटाभट्टामा जानुपर्ने अवस्था, अथवा विद्यालय छोडेर काममा जानुपर्ने अवस्था उनीहरूको चाहिँ त्यस्तो हुने के। त्यो देख्दै गर्दा उनीहरूको बारेमा बोल्ने कसले के। यहाँ त अब स्थानीय तल आफ्नै चटारो छ, जनप्रतिनिधिलाई आफ्नै चटारो छ, अभिभावकलाई अब बिहान खाना कसरी खुवाउने, साँझ कसरी खुवाउने भन्ने समस्या छ नि त। तर त्यो बालबालिकाको भविष्य के त, त्यो बालबालिकालाई देशको स्तम्भ भन्ने, देशको भोलिको भविष्य भन्ने, अनि बालबालिकाकै भविष्य डामाडोल छ भने चाहिँ कसले एडभोकेसी गर्ने? त्यस्ता बालबालिकाहरूलाई तपाईँले अहिलेसम्म कतिसम्म हो त्यही त हो, उनीहरूका मुद्दा कसले उठाउने भनेर भन्दै गर्दा एउटा निकाय त मैले देखेको भने बाल क्लब। जब म बाल क्लबको अध्यक्ष भएँ, कोल्पु नगरपालिकाका अधिकांश विद्यालयहरूमा चाहिँ मैले बाल कल्याण कोष स्थापना गरेँ, जसले चाहिँ केही नभए पनि एउटा विद्यालयका 5 देखि 7 जना विद्यार्थीलाई चाहिँ कापी कलम ड्रेस चाहिँ प्रदान गर्न सक्थ्यो, जसले चाहिँ उनीहरूको शिक्षामा चाहिँ औपचारिकता अनिवार्य हुन्थ्यो कि जो अलिकति स्रोत साधनले अभाव भएका विद्यार्थीहरू चाहिँ विद्यालय जान पर्थ्यो। त्यो लगायत अन्य अब बाहिरी कुराहरूमा चाहिँ सहयोग गर्ने, सपोर्ट गर्ने कुरामा त हामी अग्रसर नै छौँ।